तिरैतिर बुढीलाई नहिँड भनेको खाली जान्छन् भिरै भिर अनि खोली तिरैतिर पछि बुढीलाई नहिँड भनेको खाली हिँड्छन् भिरै भिर कहाँ छ भने फेरि भन्नुपर्छ नभन्ने आज भन्ने भएकोमा आज धेरै पल्लोसम्म जाउँ होइन पल्लो पुलसम्म जाउँ पल्लो पुलबाट माथि निस्क्यौँ अनि जाउँ ल। आज पनि फेरि यो भिडियोमा पनि बोलौँ न अलिकति। यो अर्को भिडियोमा पनि छ होइन। यो भिडियोमा पनि आज मङ्सिरको 13 गते शनिबारको दिन फेरि हामी सदा झै भन्दा पनि आजसम्म 3 पटक आयौँ। सदा त हामी अन्त कहाँ कहाँ छ घुम्ने ठाउँ, हामी बिहान मर्निङ वाक जाने ठाउँ कहाँ खोजेर हिँड्छौँ हामी। अनि त्यसको भरपुर हामी फाइदा पनि उठाउँछौँ र मनोरञ्जन उठाउँछौँ। तर आज चाहिँ 3 चोटि भयो क्या हामी यो खोला नदी किनारमा आएको। यहाँ चाहिँ हाम्रो के छ के भने दृश्य माछा मार्नु हुँदो रहेछ। यो माछा मार्नलाई चाहिँ के भयो बल्छी खेल्न चाहिँ होइन जापानिज हाम्रो यो सरकारले चाहिँ होइन अनुमति प्राप्त गरेको चाहिन्छ अरे बल्छी किन्नुको लागि भन्ने सुन्यौँ हामीले। बल्छी किन्नलाई चाहिँ अनुमति प्राप्त गरेको हुनुपर्छ है भनेर चाहिँ हाम्रो नानीले भन्नु त भने यहाँ हाम्रो कमल राईजीले पनि बल्छी किनेर खेल्नु पाए हुन्थ्यो भन्ने चाहिँ इच्छा जाहेर गर्नुभएको थियो। तर छोरीले होइन बाबा यहाँ त अनुमति प्राप्त गर्नुपर्छ ओडामा भनेर भनेको भएर हामी चाहिँ हेरेर मैले त मेरो प्रार्थना के छ भने माछा नपरोस् है, कसैको जीवन ज्यान नमरोस् भनेर प्रार्थना गरिरहेको हुन्छु। यहाँ जति म हेरे पनि मेरो श्रीमानले चाहिँ के भन्छ भने खोइ त परेन भन्छ। भनेपछि मान्छेको चाहिँ आफ्नो विचार फरक आफ्नो सोचाइ फरक हुँदो रहेछ। श्रीमान मरेको माछा परेको हेर्न चाहने मैले नपरेको हेर्न चाहने। मार्नु त मारे पनि माछा नपरोस् है भाग ज्यान आफ्नो जोगायो भनेर म सोचिरहेको हुन्छौँ। अनि त्यसैले मान्छेको प्रत्येक व्यक्तिभित्र फरक सोचाइ फरक विचार लिएर हामी हिँडिरहेको हुन्छौँ, जीवन व्यतीत गरिरहेको हुन्छौँ म भन्न चाहन्छु। त्यसैले त हाम्रो विचार मिल्दैन, कहिलेकाहीँ सोच विचार मिल्दैन र कहिलेकाहीँ अलिअलि कता कुरा मिल्दैन र कुरा खटपट हुन्छ। यो चाहिँ आफैमा स्वाभाविक पनि हो। भन्दै आजको हाम्रो मर्निङ वाक आज मङ्सिर 13 गतेको मर्निङ वाक अति नै महत्त्वपूर्ण रह्यो। भिडियो चाहिँ गर्दै लाम भयो। यो चाहिँ कसैलाई मैले चाहिँ देखाउनु गर्नु भन्दा पनि आफ्नो रहर मनोरञ्जनको लागि म भिडियो चाहिँ अहिले गरिरहेको हुन्छु। हस् त धन्यवाद। आजलाई यति नै, बाई बाई, सी यू टुमरो है बाबा। म राखेँ है, भिडियो त जहिले लामै हुन्छ ल। यो चाहिँ यो किनभने होइन